गुड मर्निङ सर त्यो बोल्नु नि त्यो भएन गुड मर्निङ अनि जाडो छ क्या यहाँ त्यही भएर पहिले चाहिँ हामी पशुपति जान्छौँ कहाँ facebook.com मुभी हो होइन त्यो facebook.com पनि फेरि त्यो चित्तमा लागिरहेछ कि यहीँ छ यस्तो दौड्यो भने एयरपोर्ट पुगिहाल्छ राम्रोसँग यस्तो जाडोमा टोपी सोपी छैन हिरो भए गाह्रो कुहिरो लगाएर गल्फ खेल्छन् भनेर कस्तो राम्रो ठाउँ ब्लग सर चितवनमा पनि बनायो हुन्छ नि यस्तै ठाउँ कस्तो जाडो हो कि अनि तर लास्टै ठिरायो कि त्यही भन्नु 11 मा यस्तो हुन्छ भने सुन्नु न मान्छे त कतिमा बस्छन् रे माइनसमा बस्छन् भने तिनीहरूको त के हुन्छ अरे मुद्दै हो पशुपतिनाथ आइयो आउनु त चिसोले यतिखेर त भित्र छिर्न पाइन्न होला है ल पशुपतिनाथको दर्शन गरेर पनि सवारी भइयो अब हामी गौशाला गएर त्यो स्विट क्लिनर किन्न हेर त पुरा बढाल दिनु भएछ आन्टीले कालो लगाएर टिक 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 मजा आयो तर मजा आएर यस्तो खतरा फोटो खिचिआइरहन्छ बाबा अनि तर आइटनेरी अनुसार हामी 7:30 बजीसम्म चाहिँ काम सक्ने भनेको 7:30 ठ्याक्कै भए एकदम पर्फेक्ट छ हाम्रो टाइम गाडी चल्दै जाने कि हिँड्दै जाने अब गाडी चढ्ने अहिले घरि काठमाडौँ गाडी चढ्नु कस्तो हुँदो रहेछ कति प्लेनमा त चढ्नु कि बस एयर बस होइन के अरे राम्रो लाग्छ रोड बस टिका राम्रो लाग्दो रहेछ नि रोड बस ए हजुर सेभ गर्नु भएको काला चिलो बनाएको छ मैले त गरेँ जुस जस्तो देखेको कति खैरो रहेछ हेर्नु त भाइ हजुरमा छुट्टी खायो कि अघि समयको पाबन्दीले गर्दा भाइले बोल्न पाउनु भएन हामी गौशाला चोकमा छौँ गौशाला चोक अब यहाँबाट एयरपोर्ट चढ्छ खाना खानु पऱ्यो त्यो भाइलाई कुर्नु पऱ्यो दाइले नि कुर्नु पऱ्यो यो पुऱ्याइदिनु पऱ्यो अनि भाडा हातमा ल एयरपोर्टतिर प्रस्थान अघि चट्ट थकाली खाना खाइएर अब हेलो वर्मा सर जाँगिन पोखरा सरी थाइल्यान्ड सर थाइल्यान्ड ब्याङ्कक सरी होइन थाइल्यान्ड ब्याङ्कक अनि अरू के सर कहाँ जाँदै अनि साला थकाली खाना खाएको पेट त थकाइदियो पेट थकाइदियो थकाइने गरी खाइयो बलै खाइयो नि अब कति 3-4 घन्टाको फ्लाइट हो क्या होइन 3 घन्टा के हुन्छ अब देखा जाएगा एकजनाले सोधौँ न कता एयरलाइन कहिले A1 A2 गर्दै बस्यो कहिले B1 B2 गर्दै बस्यो यार ऊ त्यही 13 हो कि A1 A2 13 हो के थाहा बोर्डिङ पास पाइयो यहाँ त लाइन नै छैन तिम्रो विचार गर्नु कि हाम्रो आत्ती पनि छैन दबाई सब खोलिदिने त्यो भएर सबभन्दा लास्टमा रहेछ कि सिट पनि फेरि धटीमा विन्डो त यता खाएको अरे साइडमा इन्डिगो रहेछ कि हामीले कति धेरै प्यासेन्जर चढाइसक्यो होला यार इन्डिगो राम सर इन्डिगोको पोर्टलको पासवर्ड के अरे बिएसपी होइन नभनौँ कसैलाई ए नभन्नु एकदम ठिक छ नि छोडिदियो कि फोन छोडिदियो अब त हामी ब्याङ्कक जाने वहीँ लुक्ने हो त्यसले इमिग्रेसनलाई भन्नु मात्रै फर्किन्थ्यो भन्थ्यो हाम्रो त सुटकेस पनि पाइलटले मिलाइदियो क्या यार Have an emergency, evacuation lights along the floor.
हल्लाइसक्यो समुद्रै हुन्न त के हो के सर यसको अघि उड्ने बेलासम्म त त्यति हल्ला थिएन यो बाटो चाहिँ अलिकति राम्रो रहेछ कि खाल्टेपट्टि पल्ट चाहिँ यहाँ हेर्नु खाल्टो धेरै हेर्नु न सम्म बादल त छँदै छैन यो बालेन दाइलाई भनेर अलिकति बाटो चाहिँ भएन है दादा हेर्नु त तपाईँको नेपाली दाजुभाइ कति गाह्रो गरेर गइरहेछ भनेर भनिदिनु फ्रेन्डमा नसुतेको पुरै आँखाबाट आँसु आएको है बा अरे दोस्त त्यस्तै गरेर बसे पनि ठिकै हो कि अरे प्योर गाउँले होइन तर साँच्चीको लेग स्पेस छ जस्तो लाग्यो छन त छ ओके धेरै बेर खुट्टा लन्ठ्याङ्ग पारेर राखेको घोडा दुख्दो रहेछ कि झन् त्यही माथि हामी हिजो 2 किलोमिटर यो मान्छेले 2 किलोमिटर हिँडायो मामा के अरे मामा अर्थको फेस वास लिन गएको त कि बेलुका फर्किने बेलामा 2 घन्टा हुन लागिसक्यो अरे बिजनेस क्लास यस्तो हुन्छ र झन् अघि हामीले के अरे चिकन रोल होइन चक्लेट मफिन हो क्या होइन चक्लेटवाला हो तर त्यसलाई त्यो खाएर अनि मिरिन्डा खाएको त पेट चल्ने मिरिन्डा छोड्ने एउटै सबै खाइयो कहाँ हो तपाईँ नाच्नु tutorial how to tie your ठ्याक्कै यस्तो क्या बाहिरको भन्दा भित्रको उज्यालो चर्किलो भएको भएर बाहिरको नजर हेर्दा अब अँध्यारो हुन लागिसक्यो कि सबै अँध्यारो भएर साला समुद्र आउँछ कि आयो छैन इन्द्र आयो तर समुद्र आएन कि तर हामी सुत्दै खाइनु गएर टोइलेटको एक्सपिरियन्स नै गरिरहेको सर यस्तो सक्सन मलाई गर्र गर्ने रहेछ कि अनि यस्तो बेलुका पुग्ने रहेछ भनेर थाहा भएको भए त भइहाल्थ्यो नि यार हेर्नु म त हेर्दा रुगा लाग्यो छटपटाएको जस्तै हो अब ल्यान्ड होला जस्तो लाग्यो हेर न ऊ त्यो चाहिँ हाम्रो होटेल हो भरि यो सेतो बलेको छ नि कार्गो टर्मिनल दुईटा हो तिनटा रहेछ सोमबार रहेछ कि पुरै भन्दा फाइनल्ली अब हामी ल्यान्ड हुन्छौँ जस्ट सेफली ल्यान्डेड एट टेम्बोङ इन्टरनेसनल एयरपोर्ट जेसुकै होस् एउटा ब्याङ्कक आइपुग्यो तर यो अगाडि बस्नु भएको उहाँ चाहिँ कति धेरै अर्को हुनुहुन्छ